साथीहरु अहिले हामी चाहिँ कहाँ छौं भन्दाखेरि छिङख्वाङ ताओमा छौं है। छिङख्वाङ ताओको ओसनमा छौं हामी। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ जोडी जोडी बाँधिएर आएका छन् हैन। यस्तै छ। आफू चाहिँ एक्लै पनि भन्न मिल्दैन हैन। तर म तपाईलाई आज छिङख्वाङ ताओको सिटी ओसन प्रस्तुत गरिरहेको छु साथीहरु। नीलो नीलो ओ नीलो नीलो भन्ने हो। The city is on Islam. 等会他又下去了。伯伯，他又下去。देख्न सक्नुहुन्छ साथीहरु तपाईहरुले हैन ओसनको नजिकै पनि अलिकति गर्मी भएको कारणले गर्दाखेरि चाहिँ सानो सानो स्टलहरु पनि बनाइएको हुन्छ। त्यहाँ शपिङ पनि गर्न सकिन्छ अनि तपाईको त्यहाँनेर चाहिँ रेस्टुरेन्टहरु पनि हुन्छ हैन। अनि तपाईहरुले देख्न सक्नुहुन्छ आमामा ओसनको मान्छेहरुले भन्थ्यो कि साथीहरु ओसन ओसन भन्थ्यो हैन। तर मलाई ओसनमा आएपछि अलिकति कस्तो भने हैन घर मिस भयो जस्तो कहाँ आए जस्तो चाहिँ मलाई फिल भइरहेको थियो के साथीहरु है। फर्स्ट टाइम भए पनि जस मान्छेहरुलाई त अब भन्छ नि त दामी हुँदो रहेछ मजा हुँदो रहेछ भन्छन्। तर मलाई चाहिँ त्यस्तो फिल चाहिँ भएन साथीहरु है। किनभने एकदम शान्त हैन। अब हामी त अब नेपालमा हैन अब झरनाहरु हैन खोलाहरुको सुस्केराहरु हैन सुनेर हुर्केको हामीलाई चाहिँ अलिकति चाहिँ फिल चाहिँ गुड नहुँदो रहेछ के हैन। अलिकति कस्तो बुझ्नु न हैन। अनि म अहिले चाहिँ होटलमा आइसकेको छु। होटलबाट देखिने दृश्यहरु यस्तो छ भने हामी चाहिँ अहिले चाहिँ ओसनको नजिकै छौं है साथीहरु। बाइ चान्स केही भइहाल्यो भने हल्का छालले चाहिँ हान्न सक्छ हामीलाई। तर त्यस्तो नराम्रो नसोचौ हैन। राम्रै होला हैन। त्यसो भन्दै आज म यो भ्लगबाट बिदा लिन चाहन्छु। नमस्ते।